17 गते साँझबाट जुन वर्षा हुने क्रम भएको थियो त्यसको मुख्य कारण भनेको बङ्गालको खाडीबाट विकसित भएको न्यूनचापीय मौसमी प्रणालीको कारणले गर्दाखेरि नेपालमा खास गरी बागमती प्रदेश मध्य प्रदेशमा भारीदेखि अति भारी वर्षा र कोशी प्रदेश गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही भूभागमा पनि मध्यमदेखि भारी वर्षाहरूसम्म पनि भएको अवस्था रह्यो र यो प्रणाली अब बिस्तारै पूर्वतर्फ सर्दै गएर नेपालबाट बाहिरिसकेको अवस्था छ। र अर्को कुरो चाहिँ नेपालमा यो मनसुन बहिर्गमनको करिब अन्तिम चरणमा पुगिसकेको अवस्था भइन्छ। त्यसकारण त्यति ठुलो मौसम फेरबदल हुने अथवा पानी पार्ने अवस्था चाहिँ छैन। तथापि अहिले हामीले के देखिरहेछौँ भने यो पश्चिमतिरबाट आउने पश्चिमी वायु वेस्टर्न डिस्टर्बेन्सको कारणले गर्दाखेरि चाहिँ यो कर्णालीका केही भूभाग र सुदूर पश्चिमका पनि पहाडी क्षेत्रहरूमा केही मौसममा थोरै फेरबदल हुने तर त्यस्तो खालको ठुलो फेरबदल हुने अवस्था छैन। त्यसकारण मनसुन अब चाहिँ सुधारिएको तर्फ अगाडि बढेको छ। त्यस्तो ठुलो खालको मौसमी प्रणालीले पानी पार्न सक्ने अवस्था चाहिँ अब रहेन। जल तथा मौसम विज्ञान विभागले विभिन्न स्रोतहरूलाई चाहिँ प्रयोग गर्दै अब पूर्वानुमान गर्ने गर्छ। त्यसमा खास गरी भू उपग्रहबाट प्राप्त बादलका तस्विरहरू, त्यसपछि विभिन्न तथ्याङ्कको विश्लेषण, त्यसपछि गणितीय मौसम पूर्वानुमानहरू, विविध यस्ता किसिमका चाहिँ स्रोतहरूबाट चाहिँ स्रोतको आधारमा मौसम पूर्वानुमान गर्ने गर्छ। र अब यो सन्दर्भमा के भयो भनेदेखि जुन हामीले पहिला आकलन गरेको थियो त्यो आकलन गरे अनुसार चाहिँ भन्दा पनि मौसम प्रणाली चाहिँ छिटो चाहिँ सिफ्ट भएको अथवा सरेको त्यो स्थानान्तरण भएको अवस्था भएको कारणले गर्दा चाहिँ हामीले त्यसलाई नियमित रूपमा अध्यापित चाहिँ गर्दै रह्यौँ। त्यो हिसाबले चाहिँ मनसुनको जुन सक्रियता त्यो थियो त्यो चाहिँ चाँडै बिस्तारै पूर्वोत्तर चलेर गएर मौसममा क्रमशः चाँडै नै सुधार भयो। जुन हामीले सुरुमा जुन हाम्रो पूर्वानुमान थियो त्योभन्दा अलि चाँडै नै सुधार भएको अवस्था चाहिँ रहेको हो। मनसुन सकिसकेको अझै पनि अवस्था छैन। मैले अघि नै भने मनसुन बहिर्गमनको अन्तिम चरणमा छौँ हामी करिब। त्यसकारण मनसुन नसकिएसम्म वर्षाको सम्भावना चाहिँ रहन्छ। खास गरी मनसुनी वर्षाको सम्भावना चाहिँ उत्तिकै रहन्छ। त्यसकारणले सम्भवतः यो हप्ताको अन्तिमसम्ममा अथवा अर्को हप्ताको सुरुसम्ममा मनसुन बहिर्गमन भइसक्ने अवस्था जस्तो देखिएको छ अहिलेको आकलनबाट चाहिँ। अब हामी त्यसलाई विश्लेषण गर्दैछौँ र मनसुन बहिर्गमन भएको अवस्था देखिने बित्तिकै हामी त्यो सूचनाहरू चाहिँ हामी यहाँहरू सबैले सञ्चार माध्यममा उपलब्ध गराइहाल्नेछौँ। सम्भावना त अहिले कहीँ पनि छैन। अब खासै त्यस्तो ठुलो सम्भावना त कहीँ पनि छैन अहिले। जोखिमको सम्भावना छैन। वर्षाको सम्भावना अब केही क्षेत्रमा हुनसक्छ। खास गरी कोशी प्रदेशको अझै पनि केही भूभागहरूमा चाहिँ हल्कादेखि अब कुनै ठाउँमा एकदमै थोरै ठाउँहरू अथवा एक दुई ठाउँमा कहीँ मध्यम वर्षासम्म पनि हुनसक्ने होला। तर त्यस्तो खालको अवस्था चाहिँ यो दिनभरि मात्रै रहन्छ। त्यसपछि करिब आज रातिबाट चाहिँ पुरै यो प्रणाली चाहिँ बाहिरिने अवस्था छ।